घरमा त खानासाना पकाउनु पर्दैन थियो। यहाँ आएर त अब खाना पनि पका, भाँडा पनि मोल, टिकी मोल है। मेरो चाहिँ अलिकति पकाउने तरिका चाहिँ बेग्लै छ है। पहिला त अब प्याज हाल्नु पर्थ्यो होला फ्राई गरेर होइन। म चाहिँ पहिला मासु उसिनेर त्यसको प्याज हाल्ने, किनकि मासु ताजा हुँदैन नि त। अब पहिलेको मासु फ्रिजमा राखेको हुन्छ, त्यही खानुपर्छ। यो चाहिँ हल्दी है। यो चाहिँ सब रेडी छ। यो चाहिँ टमाटर, यो चाहिँ धनिया सब रेडी छ है। अब गाह्रो छ यार खाना पकाउनु पनि। खाना चाहिँ मजै लाग्छ कि खाना पकाउनु चाहिँ गाह्रो छ। अब एकछिनको लागि चाहिँ छोप्ने 10-15 मिनट। 10 मिनट भइसकेपछि चट्ट निकाल्ने। निकालिसकेपछि फेरि एकछिन म्यारिनेट गर्ने। त्यसपछि पाला आउँछ चट्ट राम्रो है सजाएर टमाटर। जति टमाटो त्यति स्वादी है। त्यसपछि मासुबाट अलिकति मसला हाल्छु, अलिकति भन्नाले कम नै हाल्छु है। कसैलाई मन पर्ला कसैलाई नमन पर्ला। थोड़ा मान्छेको बेग्लै स्टाइल हुन्छ पकाउने, कोही मान्छेको बेग्लै स्टाइल हुन्छ। यति भइसकेपछि फेरि एकछिन छोप्ने, किनकि टमाटर गलोस्। टमाटर पनि मजाले म्यारिनेट भइसकेको छ मासुसँग है। एकछिन अब यति चाहिँ डालुले म्यारिनेट गर्ने। त्यसपछि मासु रेडी। यो चाहिँ कोरियाको टमाटर, यो चाहिँ मिठो हुन्छ है। मिठो अनि अलिकति अमिलो। अर्को टमाटर फेरि कस्तो पाइन्छ भने पुरा गुलियो क्या, त्यो गुलियो त अब मिठो हुँदैन। यो त अमिलो र अलिक गुलियो हुन्छ। यसो मासुमा हाल्दा कि फरक पनि पर्दैन, त्यति फरक हुन्छ। हुन्छ सर।